हेलो साथीहरु स्वागत छ सबैजनामा नमस्ते र हजुर सबैजना सन्चै हुनुहुन्छ होला र म पनि सन्चै छु अनि आजको भिडियोमा के देख्नुहुनेछ भने अब यहाँ हामी चाहिँ गणेशलाई चाहिँ प्राङ्क गर्ने छौं आज चाहिँ हैन कतिको के हुन्छ दाइले चाहिँ अब यहाँ फोन लाउँछ फोन लाइदैछ मान्छे चाहिँ उता पर छ सुनिन्छ कहाँ हो त ए तिमीहरूले बेहोरा देखाउन थाल्यौ होइन कंट्रोल के अरे त यहाँ बस पार्क आइज त कान्छी दिदी त म पनि त्यहाँ आउँदैछु पख्न ल आइहाल है ल छिटो आइज अब हामी बस पार्क जाँदैछौँ बस पार्क छन चाहिँ ऊ त्यहाँनिर छ केटो ऊ भनेर तर हामी चाहिँ बस पार्क गएर चाहिँ यो मान्छेलाई चाहिँ प्राङ्क गर्छौँ होइन के भन्छ होइन अब ल है त ल अहिले चाहिँ हामी बस पार्क जाँदैछौँ ऊ चाहिँ उताबाट गयो हामी चाहिँ यताबाट जान्छौँ ल गाइस भिडियो चाहिँ नछुटाइकन हेरिदिनु होला कस्तो हुन्छ होइन अब हाम्रो चाहिँ यस्तो चाहिँ प्राङ्क भनेको चाहिँ फर्स्टचोटि गरेको होइन कस्तो हुन्छ हेरिदिनु होला है राम्रो लाग्यो भने भिडियोलाई लाइक सेयर सब्सक्राइब गरिदिनु नभुल्नु होला त्यही हो गाइस ल है त दाइ अब के भन्न चाहन्छु अब हामी चाहिँ बस पार्क गइरहेको छौँ अहिले अब त्यसलाई तल भेट्ने कुरो भएको छ हजुर अब हामी गएर त्यसलाई चाहिँ फर्स्टमा चाहिँ तैँले साउजीलाई तेल लाउने विवेक बबीले हामीलाई मान्छे हाल्दैन भन्ने भनेर भन्छु ल ठिक छ त्यो भनौँ ल कस्तो खालको रियाक्सन गर्छ रियाक्सन चाहिँ कस्तो दिन्छ मामाले होइन अब त्यही हो है मलाई चाहिँ फेरि यो प्राङ्क भनेपछि चाहिँ हाँस उठ्छ सुरुमै दाइ नहाँसिकन गर्नु न तपाईँ त्यही भएर दाइलाई गर्नु लाग्यो है कस्तो गर्नुहुन्छ त ल अहिले चाहिँ हामी ठ्याक्कै मेन चोकमा छौँ मेन चोक चाहिँ यो गाईघाटको है एकदम बवाल फाइनली हामी चाहिँ आइपुग्यौँ होइन बस पार्क चाहिँ होइन गाडी चाहिँ कहाँ पार्नु छैन त मान्छे के हो भाइ गरिरहेछ हजुर दाइ खोइ त आइनस् त यहाँ दाइ उयो गर्दैछु भाडा उठाउँदैछु एकछिन कहाँ चाहिँ भाडा उठाइरहेको पिपल चोकमै हो अहिले अब यहाँ एउटा दिदी पनि त्यहाँ भाडा ल्याउन जानु भयो त्यो लिएर दिन्छ भने अनि ओइ त त उता उता गएर कुरा गर्दो रहेछस् त हाम्रो कता रसुवातिर गएर रस्सा गएर रसुवा गएर उता साउतिर गएर साउलाई पनि के भन्दो रहेछस् ए हो ल ठिक छ ठिकै छ त कलेज गएको थियो यहाँ आइज त ल ल बाल दिएको छैन म त्यहाँ आउँछु चलिए शुरू करते हैं अब हामी फुटेर चाहिँ के हुन्छ त मैले पनि त्यही सुनेको थिएँ मैले पनि त्यही सुनेको हो के ये सब क्या देखना पड़ रहा है अच्छा है मैं अंधा हूँ कसले चाहिँ भनेको त्यो चाहिँ भन्नु न यो दाइ उच्काउने मान्छे कति हुन्छ त्यो चाहिँ सोच्नु कस्तो उत्साउने मान्छे उत्साहको होइन सही भनेको अनि म साउलाई तिमीले गलत गरिरहेको छौ हाम्रो पालोमा चाहिँ पाले हाल्दिने मान्छे नि हाल्दिँदैन अनि हामीलाई चाहिँ उ गर्छ अरे भन्छ फोन नगर न पहिला यहाँ फेस टु फेस कुरा गर कविन्द्रले भन्छ मलाई हो कविन्द्रले भन्यो भने त्यसलाई सोध्नु होइन तर कविन्द्रले मलाई अहिले के भन्नु भने के भन्ने मलाई नि भन्नु होइन के भनेको होइन अनि के हो अनि मान्छे अस्ति 50 जना आउँदैछ भन्दै थियो
अनि भान्जाले त मलाई त 2-3 जना मात्रै दियो त्यो चाहिँ अघि मलाई त्यही भनेको होइन भान्जाले पनि मैले अनि कविन्द्रहरूले मान्छे नि हालिदिँदैन पनि भन्छ सर मैले कसलाई भने ऊ त कविन्द्रहरूलाई कविन्द्र त झट्छ होइन के हो यो यस्तालाई त म दाइ फेरि कसम भनेको क्या हुँदो कुरा बोल्नुपर्छ काँधी होइन म आजसम्म भयो यो बबी दाइले मान्छे लुकायो विवेकले मान्छे लुकायो अरूलाई मान्छे हाल्यो म त्यस्तो भन्दिनँ क्या दाइ कहिले पनि बबीले त गाडी नै कुदाएको छैन आफूलाई कस्तो भयो होइन केही कुरा कसैलाई के भने होइन बबी दाइले भनेको त यस्तो यस्तो भन्छ ल भयो त केही छैन म त कहिले फोन गरेर भने अहिले भनिरहेछ नि फोन गरेर भनेको हो थोडी न हेलो कहाँ हो सोल्टी अनि ओइ अनि यहाँ त अनि कुरा त अर्कै आउनु थाल्छ केटा हो के हो पारा तिमीहरू अनि खोइ तल मैले अनि बबिता विवेक भान्जाहरूले मान्छे आफ्नो हाम्रो क्युमा मान्छे लुकाउँछन् पालोमा कुद्न दिँदैनन् भनेर तल मैले खै यहाँ बबिताले मलाई अहिले चाहिँ भन्दैछ मैले अनि तल मैले कहिले भनेको थिएँ यहाँ बबिता यहीँ हुनुहुन्छ ए म्याट अरे म्याट म तपाईँलाई कुरा गर्छु कोही प्र्याङ्क गरिरहेछ कि यो विवेकले गरेर बिसाएन गरेको भएन छ क्या हो खोइ खोइ हेरौँ भएन छ हो राम्रो मामा भिडियो हेर्नुपर्छ तिम्रो माइक बिसाएन सरी म पहिले त्यस्तो यहाँ हाल्ने नि उता फर्काएर थुतुना फर्काएर यता हाल्नु नि बेकार हाल न बेकार उता भने बेकार यता ठेल्दा हुन्छ क्या थुतुना उता मुखुता फर्काउ न डङ्ग मुखुता फर्काउन आउन अनि ठेल्दा हुन्छ क्या त्यो त होइन हे तेरिका फाइनली हामीले चाहिँ मामालाई रुवाएर पनि फेरि फर्काइसकेका छौँ अनि अहिले चाहिँ मामा चाहिँ उता गाडी धुन जानु भएको छ उतापट्टि अनि यहाँ चाहिँ दाइले चाहिँ फर्काउनु भएको छ तर बोलिरहेको छैन मामा अब उसको पनि भिडियो आउँछ एकछिनमा होइन अलिक खुसी भएपछि बनाउनेछौँ हामी त्यही गर्नेछौँ यहाँ एकदम रिसालले मन दुखाएछ होइन मन पनि गरिरहेको थियो माथि कविन्द्रले भनौँ भनेको ल फाइनली हामी चाहिँ अहिले ठ्याक्कै साँझ पर्यो अनि रुम पनि आइयो मामालाई चाहिँ बल्ल बल्ल फकाइयो होइन अब यता हेर्नु मामा यता अब प्राङ्क गरिहाल्यो होइन कहिले कहिले यस्तो पनि हुँदो रहेछ होइन मामा सोच्नु भएको थियो त कि कहाँ सोच्नु मैले सोचेको पनि थिइनँ यस्तो हुन्छ तर यस्तै हो होइन अब कस्तो लाग्छ भिडियो लाइक सेयर कमेन्ट सब्सक्राइब गर्न नभुल्नु होला है त्यही हो गाइस ल त बाई बाई अब हामी खानासाना खाने हो खानासाना त्यहाँ पाक्दैछ रेडी छ है उता अर्को दाइ उता हुनुहुन्छ प्राङ्क गर्ने दाइ चाहिँ हो सुतिराख्नु भएको छ मस्त है हाम्रो रुम चाहिँ यस्तै हो है ल हजुरहरू सबैजनालाई बाई बाई गुड नाइट भन्न चाहन्छु आजको दिनमा चाहिँ है अब भोलिदेखि चाहिँ कस्तो कस्तो भिडियो आउँछ भिडियो नछुटाउनु होला हेर्नु होला है ल बाई बाई